ए पागल हो, सरमदान भन्ने बित्तिकै ढुङ्गै मात्रै बोक्नुपर्छ भन्ने छैन क्या, त्यसभित्र हरेक कुराहरू पर्छ। 3 दिन स्कुल लाउनु भनेको मलाई एकदम सही लाग्यो। 3 दिन स्कुल लाउने, अरू बेला हरेक कुराहरू सिकाउने, त्यसरी त देश अगाडि बढ्छ। तिमीहरू जति पढे पनि हामी जस्तै हो के, पासपोर्ट बनाउने, झोला बोक्ने, लाइन लाग्ने अनि आउने विदेश, त्यही हो। हरेक कुराहरू सिकाओ त, अगाडि बढाओ त, देश कहाँ पुग्छ। हर्का साम्पाङलाई पागल भन, जेसुकै भन, तर देशको लागि उसले मरि हत्या गरिरहेछ के, खै बुझेको तिमीहरूले। हर्का साम्पाङ भनेको लाउरेको छोरा हो, उसलाई यो जरुरत छैन ढुङ्गा बोकेर हिँड्नलाई यार, बसी बसी खाना पुग्छ उसलाई, त्यति सम्पत्ति छ उसँग। उसले पऱ्यो भनेदेखि 1-1.5 लाखको त सेलेरी खाने मान्छे हो। गुगलमा गएर चेक गर हिस्ट्री उसको, उसले कति पढेको छ र कतिसम्मको जागिर खान्छ, गुगलमा गएर चेक गर हिस्ट्री। नाम गिरिजबुङमा नाम लेखाइसकेको मान्छे हो यार। खोइ तिमीहरूको दिमाग, खालि यो पागल हो यसले ढुङ्गै बोकाएर मार्छ भनिरहेको दिमागमा नलगाऊ न कन्सेप्ट, हटाइदेऊ। जमाना कहाँबाट कहाँ पुगिसक्यो यार। मलाई चाहिँ एकदम सही लाग्यो। अब हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्नु होला। जय देश, जय सरमदान।